D3 स्टार्ट भइसक्यो यस्तो हालतमा हेर्नुहोस् सबैजना साह्रै राम्रो खै जानेस व्हाट्सअप ग्याङ डेभिड भाइ एल्सा दिदी हामीहरू यसरी अब अहिले चाहिँ कति बज्यो भन्दाखेरि 3:30 त्यस्तै भयो ल अनि अब चाहिँ हामी चाहिँ गइरहेको छौँ कस्तो छ बाटो म हजुरहरूलाई देखाउँदै जान्छु हामीहरू चाहिँ पुरा एडभेन्चर गर्दै छौँ मेरो यस्तो बाटोमा यु क्यान सी गाइज रातिको 3 बजे उठेर यस्तो बाटो हिँड्नु परिरहेछ ओ माइ गॉड हो त्यहाँ माथितिर पनि अरूहरू पनि गइराख्नु भएको छ हामीहरू चाहिँ यहाँ छौँ एन्ड यहाँ चाहिँ सास फेर्न यस्तो गाह्रो भइरहेको छ अब माथि पुग्दा चाहिँ के हुने हालत वी डोन्ट नो यस्तो हो यार बाटो एल्सा दिदी बिस्तारै आउने माथि त झन् हेर्नु माथिको बाटो त ओके एच नट हा हा इट्स हा 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 यस्तो हो बाटो चाहिँ एकदम सावधानी पूर्वक आउनु पर्छ यार यो बाटो त नत्र त वान मिस्टेक तपाईको लाइफ चाहिँ एन्ड हुन्छ त्यसपछि इट्स टु रिस्की अनि यस्तो धन्न अलि यस्तो उसहरुमा चाहिँ यस्तो आइसहरु केही पनि उस भएन भन्न है साइडकोमा चाहिँ भइराखेछ तर आइस भएको भएपछि त हिँड्न यस्तो स्लिप खाएर तल पुग्थ्यो होला रे एकचोटीमा अघि माथिसम्म हो के दिदी यो माथि यो उतै हो सो त्यहाँबाट मुन देखिराखेको छ मुन इज सो लुकिङ सो प्रिटी हल्ला नगर भन्छु यो हुरा हु गर्छ ओ माई गुडनेस बच्चाले भगवान बच्चाले अब म चाहिँ एकैचोटि अब के अरे बाटोमा केही राम्रो केही उस भयो केही उसहरू के देखाउन पर्ने खालको त्यस्तो भयो भने चाहिँ देखाउँछु नत्र चाहिँ म चाहिँ एकैचोटि माथि गएर देखाउँछु चार्ज पनि छैन चार्ज गर्ने ठाउँहरू पनि एकदम कम पानी त झन् कहाँ हो टोयलेटको पानी त आइस जमेको थियो यार त्यसले हामीले कसरी ओ यो चाहिँ एकदमै डु एन्ड डाई सिचुएसन हो क्या यो चाहिँ हुँदो रहेछ सो गाह्रै भइरहेछ सो यसमा आउनको लागि चाहिँ चैत वैशाख अप्रिलतिर चाहिँ पर्फेक्ट टाइम हुन्छ जस्तो लाग्यो मलाई चाहिँ हाम्रो फाइनल्ली हामी चाहिँ भ्यू पोइन्टमा आइपुग्यौँ अनि एल्सा दिदी र डेभिड भाइ चाहिँ पछाडि आउँदैछ सो हामी वेट गर्दैछौँ यहाँबाट हेर्ने अनि उता माथि एउटा चिया पसल खुल्ला छ भन्ने भन्नुभयो सो हामी चाहिँ त्यहाँ गएर केही खाएर अनि अझै माथि जानेवालामा छौँ माथिको कस्तो राम्रो आएको हेर ल यति हो अब एकछिनपछि एल्सा दिदीहरू आएपछि चाहिँ हामीहरू ब्याक हुन्छौँ यस हेलो इट्स मी आफ्टर मर्दी भ्यू पोइन्ट चियर्स गरौँ मेरो नाम मेलिसा एन्ड दिस इज मी आफ्टर द मर्दी भ्यू पोइन्ट कति गाह्रो भयो तर यस्तो बाटो आएको यार हामी यस्तो अब यहाँबाट चाहिँ अझै माथिबाट चाहिँ अझै बेटर भ्यू आउँछ भन्यो सो अब जान्छौँ आहा कति राम्रो आएको हिमाल र उस यो चाहिँ अलिकति भ्यू हजुरहरूलाई पनि देखाऊँ भनेर यो चाहिँ माछा पुछ्री यहीँ हो यार वेयर सो लक्की अनि यहाँबाट चाहिँ अब सनराइज हुन ला अब यही सनराइज हेर्नको लागि चाहिँ हामी चाहिँ यत्रो बिहान उठेर हिँडिराख्यौँ लेट्स सी है त कस्तो आउँछ तर यता साइडको यो हिमालहरूले एक्स्ट्रा उस दिइरह यार इट्स अहिले झन् घाम लाग्छ नि अनि त्यसपछि झन् राम्रो देख्छ होला अनि यहाँको हालत चाहिँ यस्तो हो यस्तो भएर पुरै टुसारो बसेर यस्तो सिगान चुइन लगाइसक्यो अब हामी जाने भनेको बेस क्याम्प साइड हो एन्ड
बेस क्याम्प चाहिँ यहाँबाट चाहिँ 45 मिनट्स लाग्छ तर के अरे बाटो चाहिँ यस्तै छ यही टाइपको हो भनेर भन्नुभएको छ सो लेट्स सी के हुन्छ एल्सा दिदीहरू पछाडि आउँदै हुनुहुन्छ जानेश भाइ ऊ माथि पुगिसक्यो सो एकछिनपछि फेरि पनि भेट्छौँ है त हामीहरू त्यही हो मेरो अनुहार भन्दा पनि यो भ्यू चाहिँ हेर्नुहोस् क्या हजुरहरू है त यो चाहिँ अप्पर भ्यू पोइन्टबाट को सिन हो अनि यहाँ चाहिँ यस्तो रहेछ यस्तो राम्रो देखिएछ अनि यता साइडमा हिमालहरू अघि देखाएको यसरी राउन्ड भई अनि यताबाट चाहिँ सनराइज हुन होला यताबाट चाहिँ एल्सा दिदी र डेभिड भाइ गोल्डन आवर चलिरह यहाँ मुन पनि अझैसम्म छ यार जानेश भाइ चाहिँ त्यहाँ बसेर पुरा स्ट्याचु भएर फोटो खिचिरह हाम्रो साथीहरू 2 जना हो त्यहाँ बसिरह अब हामी जान्छौँ उता अब चाहिँ तेर्सो बाटो हिँड्दै डाँडाको बाटो गरेर जाने छौँ यहाँ हिमाल ओके हेर्नुहोस् यहाँबाट भ्यू यो पछाडिको अनि यता साइडको भ्यू यस्तो ओ माई गड म के भन्नु माइक उस गर्छु अनि आवाज पनि क्लियर आउँछ नि त बिस्तारै बोल्यो भने पनि सो हावा आइरहेछ होला क्या सो माइक गर्छु अनि त्यसपछि म हजुरहरूलाई भेट्छु बाटो चाहिँ यस्तो डेन्जर छ होइन अब एक मिस्टेक भएर तल गयो भने गयो क्या इट्स टु रिस्की एल्सा दिदी त्यहाँ हिँड्दै हुनुहुन्छ म यहाँ हिँड्दैछु जानेश र त्यो भाइ चाहिँ उताबाट आउँदै हो यस्तो छ बाटो ओ माई गड सास फेर्न चाहिँ गाह्रो भइरहेछ किनभने चाहिँ हामी त यहीँ यो हिमालको जरामै आइसक्यो यार त्यही भएर झन् गाह्रो भएको हो क्या अनि त्यस्तोमा पनि बोल्दै भिडियो बनाउनु पर्ने मलाई वा जस्ट बिकज अफ यु गाइज हजुरहरूको लागि भनेर मात्रै मैले यस्तो रिक्स लिइराखेको छु यहाँ नत्र म खोल्तीमा हात हालेर पन्जा लगाएर हिँड्थेँ यार साँच्ची एल्सा दिदी यता हेर्नु त हैरान पऱ्यो टाउको दुख्यो टाउको त एकछिनमा यस्तो हुन्छ नि त्यो के अरे उस भयो जस्तो कि उम्ले जस्तो भातवाले उस भयो यार एकछिनमा अनि के अरे एकछिन रेस्ट गरेर जुरुक्क उठ्यो भने कस्तो झनन्न वाले टाइपको भयो कि त्यस्तो बाटो यस्तो हो एकदम सम्हालेर हिँड्नुपर्छ त्यही हो अब चाहिँ हामी बेस क्याम्प जाने भनेर हिँडेको अब बेस क्याम्प आउन कति बाँकी छ कति टाइम छ के पनि थाहा छैन अब हेरौँ के हुन्छ कति टाइममा त्यहाँ पुगिन्छ अनि कति टाइममा रिटर्न आइन्छ ल पिङ्की भयो अघिको यो व्हाइट त ऊ यताकोमा पनि घाम आइरहेछ ल है त एकछिनपछि फेरि पनि भेट्नेछौँ हामीहरू बेस क्याम्पमा पुगिसकेपछि गाइज ओके अनि हामी दुईजनाको साथी चाहिँ यहाँ ल मच रिस्की भगवान् अब के अरे अब मैले जति पनि पाप गरेको थिएँ त्यो सब मलाई माफ गरिदिनु अब म कहिले पाप गर्दिनँ साँच्ची यार एकदम गाह्रो भइरह अति गाह्रो हिँड्न गाह्रो भएको भन्दा पनि यो सास फेर्न चाहिँ अड्के जस्तै फिल भइरह प्लस यस्तो चिसो हावाले हानिरहेछ चिसो पनि भइरहेछ नि त त्यही भएर झन् डबल गाह्रो भइरहेको छ क्या मेरो ग्याङहरू त तल यो यहाँ यो वाला एरियामा देख्नुभएको त्यो व्हाइट छ नि हल्का त्यो चाहिँ स्नो हो क्या
माथि गएपछि चाहिँ स्नो खेल्न पाइन्छ कि भन्ने यस्तो ठुलो आश छ है जस्ट होप फर द बेस्ट यताबाट अनि घाम पनि आइसक्यो सन पनि राइज भइसक्यो अरू अरू दूर दूर तक न पछाडि गइछ न अगाडि गइछ के अगाडिको बाटो पनि त्यस्तै हो हेर्नुस् यस्तो हो अनि यसो गऱ्यो भने चाहिँ यो भ्यू हेर्न मात्रै आएको हामी यही हिमालको लागि ओ माई गड के हो यो जानेस के हो यो त उसमा त के अरे पानी पर्ने टाइममा त यहाँबाट त खस्छ होला यार ओ माई गड खुट्टै कामे यार मेरो त कस्तो छ यार बाटो यार अति हो यार यो त प्लिज यार हामी चाहिँ भ्यू पोइन्ट हेर्दै यता आइसक्यो अब लेट्स सी बेस क्याम्प पुगेपछिको सिन चाहिँ अझै बेटर हुन्छ भन्ने आशा छ त्यही हो भन्ने अब बेस क्याम्प पुगेपछि चाहिँ अझै राम्रो हुन्छ होइन अझै राम्रो भ्यू आउँछ अनि अझै म खिच्छु अनि हजुरहरूले पनि हेरेर इन्जोय गर्नुहोस् है त ल बाटो के अरे राख्छु भन्छु होइन अनि फेरि एउटा ठाउँ देखेपछि कस्तो जस्ट फर उसको लागि भए पनि के मेमोरीको लागि मात्रै भए पनि मलाई फेरि क्याप्चर गर्न मन लागिहाल्छ कि अनि फेरि एउटा ठाउँमा भयो राख्छु भन्छु फेरि अर्को ठाउँ पनि त्यस्तै आउँछ तर सिनहरू चाहिँ फेरि एक सेप बढ्के एक हो क्या फेरि है हेर्नु न यही पनि क्या राम्रो देख्यो होइन त इट्स टु गुड अब माथि बेस क्याम्पमा जाऊँ है त लेट्स गो गाइस अब चाहिँ म उस गर्दिनँ चलो फाइनल डेस्टिनेसन यही हो हाम्रो चाहिँ अरूको चाहिँ माथि यो वाला एरियामा कति धेरै हिउँ रहेछ यार यताकोमा पनि हल्का कम छ यताकोमा पनि कम माछा पुछ्रे मात्रै थाहा यताको थाहा होइन यहीँ फोटो खिच्छु यार म त म माथि जान्न म यहीँ फोटो खिच्छु अझै बेस क्याम्प जानु त यहाँबाट अझै माथि दिदीहरू चाहिँ त्यहाँ आउँदै हुनुहुन्छ को यो आउने को हो कौन है आप बोलिए हेलो हेलो ब्रदर हु आर यू तेरो साउन्डै आएन मलाई थाहा Ache, not aha. It's ha. ल फाइनल लुक यहाँबाट हेर्नुहोस् होला अनि अब चाहिँ हामी चाहिँ फर्किन लागेको है बाँकी भाइहरू चाहिँ के माथि जान्छु भन्यो तर एल्सा दिदी र म चाहिँ यहाँबाटै तल झर्छौँ किनभने बिहान पनि भोकै थियो अनि खाना पनि केही पनि खाएकै छैन कि अनि एकदम गाह्रो भयो त्यही भएर हामी चाहिँ यहाँबाट तल झर्छौँ ल बिस्तारै जाउँ दिदी ल यही हो माछा पुछ्रे यति नजिकबाट हेरेको हेऱ्यो यार तर हामीले वाह सो प्राउड अफ अस वी डिड इट एल्सा दिदी बोल्ने जाँगर पनि छैन यार ल अब चाहिँ हामी चाहिँ एकैचोटि तल झरेपछि गर्छौँ होला त्यहाँ के बिचको अघि हामी अँध्यारोमा आएको बाटोहरू देखाउँछ अलिअलि अनि एकैचोटि तल गएर गर्छु है त साथीहरू ल ए माथि बेस क्याम्प जान लाग्यो दिदीहरू आइ के हो फर्काउनै मिल्दैन त्यो त हाई ब्लग वेलकम टु माई गाइस ऊ दिदीहरू वहाँ पुग्नु भएको रे जानुहुन्न रे बेस क्याम्प अब हामी चाहिँ जान लागेको बेस क्याम्प डेभिड र म आया बेस
बेस क्याम्पको बाटो चाहिँ यस्तो अब माथि पुगेर देखाउँछु यति आवाज 2x जुममा रहेछ यार Emotional damage. बेस क्याम्प जानुहुन्न रे हामी चाहिँ डेभिड र बेस क्याम्प चल्दैछ अब माथि गएर देखाउँछु अब कस्तो फर्स्ट टाइम हो हामी नि ल हामी चाहिँ जाने कुरा भयो जाने कि नजाने निकै रहेछ त्यो एउटा दाइले त्यो यो डाँडाको माथि हो भनेर आएको वहीँ रहेछ त्यही नि अब जाने भनेर हिँडेको के अरे हेरौँ अब कस्तो ठाउँ ठाउँ त राम्रो हो तर यस्तो पुरै भ्यू त जुन साइड हेऱ्यो नि राम्रो छ भ्यू त ल माथि पुगेर बनाउँछु भिडियो अब जाँदै हो आधी पुग्यो ठिकै हो यार बाटो त गाह्रै छ यता बाटो हो गाह्रो त गाह्रै छ कस्तो भयो यस्तो बाटो माथि माथि आउँदा त झन् सास भर्दै गयो जस्तो नि रहेछ तल तल त खासै गाह्रो नभए जस्तो नि झोला बोकेर नि यता खाली हिँड्दा नि झन् हाइटमा भएर झन् सास भर्यो जस्तो नि रहेछ म त पसिना त आएन यार कुन हिमालय कुनी माछा बस्नु त म त देखेँ होइन माथि देखेर देखाउँछ अब आइपुग्नु लाग्यो उतै माथिको त्यो डाँडाको उताकोमा अरे आइपुग्नु लाग्यो यहाँ पुरै आइसहरू नि रहेछ कि र आइस जस्तो नि देखेँ नलाग्यो है यस्तो आइसहरू रहेछ बाटो नि यस्तो हो डेभिड र म चल्दै हान्दैको बाटोमै हो यस्तो त्यो डाँडाको उताको डाँडामा अरे 10-15 मिनट भन्थ्यो के अरे पुगिला नि 15 कति मिनटमा 15-20 मिनटमा ल पुगेपछि अब देखाउँछु ठाउँ त दामी हो है ल पुग्नलाई यो उही माथिको त्यो देख्यो नि त्यो अरे पुगिसक्यो अब बाटो चाहिँ बाटै जस्तो छ कसम बाटै जस्तो छ त्यही हो अब पुगिसक्यो म देखाइहाल्छु है बाटो चाहिँ बाटो चाहिँ बाटै जस्तो छ हाइटमा भएर के हो 3-4 पाइला हिँड्ने यति सास कहाँ म त यसलाई भनेको बोए त्यो हो साईको यति रहेछ यार आएको रहेछ ठ्याक्क पुगेपछि भ्यू देखाउँछु अब सानो भएको त के हेर्नुहुन्छ र हामी पुग्यो बेस क्याम्पमा कौवा हुँदो रहेछ यार यता बेस क्याम्पमा पुग्यो के भन्छ अरे यो यस्तो अब माथि यस्तो यहाँबाट हिमाल नदेख्दो रहेछ तर यता चाहिँ ठिकै छ ठाउँ त राम्रै हो कि हिँड्न चाहिँ जाऊ हो यस्तो तल पुरै उसो यहाँ चियाखाने ठाउँ रहेछ क्या हो यो चियाखाने ठाउँ चाहिँ बन्द रहेछ ल यस्तो
यस्तो बस्नु नहुँदो रहेछ बिचरा एउटा मात्र रहेछ त्यही लासमाथि सामान बोकेर आउनुपर्ने रहेछ भर्खर बन्द गरेर गयो होला तिनीहरू तल झर्दै थियो के अरे त्यहाँ आइपुग्यो कोरियनहरू त्यहाँ कहाँ गयो तर भन्नु नै पर्दा माछापुच्छ्रे हेर्नलाई मर्दै आइन्छ तर यो हिमाल नजिक देख्दो रहेछ यो राम्रो देख्दो रहेछ माछापुच्छ्रे यहाँ बेस क्याम्पबाट केही देखिन्न रहेछ बेस क्याम्पबाट चाहिँ यहाँ के लेखेछ यस्तो यहाँ के हो यो सुप्रिया के हो M2025 रे के लेखेछ यहाँ पुरै हावा चाहिँ लाग्यो अब एक दुई दिदीहरू आउनु भएन कि हामी दुईजना मात्रै आइयो अब एक दुईवटा फोटो खिचेर कहाँ पुग्नु होला दिदीहरू गए बिस्तारै ओह्रालो झर्दा नि दिदीलाई फेरि बिचरा हिँडेको बानी नभएर अलिक गाह्रो पर्छ बिस्तारै हो आज पोखरा पुगिन्छ कि पुगिन्न अब पोखरा पुग्न गाह्रै छ लो क्याम्प बसिन्छ कि लो क्याम्प बसेर भोलि सिटिङ गइन्छ कि सिटिङबाट गाडीमा खै के गर्छ अब पुग्यो सिटिङको घर जाने हो कि अझै पुगेन भने लो क्याम्प अब एक दुईवटा फोटो खिचेर यहाँ फोटो खिच्नुपर्ला अनि जल्दी छान्ने हो ल बाई बाई अरू भ्लग चाहिँ अब निता दिदीको भ्लग हो के अरे निता दिदी नआएर हेलिकप्टरहरू नि आएर देखेन निता दिदी नआएर एक दुईवटा क्लिप बनाइदिएको हो बेस क्याम्पको कौवा खाएर आमा के हो ल त्यति हो अरू भ्लग चाहिँ निता दिदीले बनाउनुहुन्छ ल भाइ हामी बिहान 3 बजे उठेर बिहान अँध्यारोमा हिँडेको बाटो यस्तो छ यार अहिले हेर्नुहोस् ओ माई गड गाह्रो हो तर गाह्रो एकदमै के अरे बिहान चाहिँ यो के अँध्यारो के अरे भएर केही देखेको थिएन पुरै कालो थियो अहिले त यस्तो छ यार यस्तो म अहिले त यही बाटो आएको थियौँ र हामी मलाई फिल भएको क्या एकछिन त बिगिनर्स ट्रेक यो दिस इज स्नो गाइस तर एकदमै जमे एकदम हार्ड भयो कि यस्तो तर यस्तो राम्रो यसले जति कुट्यो पनि जे गरे पनि निस्किन्न तर नो वे टु तर डेन्जर चिज हो यार यी अलिअलि निस्क्यो है सो हामी चाहिँ यहाँ आधासम्म आइसक्यो अझै एक उकालो झर्न हो एन्ड देन हामी चाहिँ हाई क्याम्पमा पुग्छौँ अनि हाई क्याम्पमा पुग्नुभन्दा अगाडि चाहिँ यो चाहिँ मैले बिहान देखेको थिएँ जाँदाखेरि अनि बिहान अँध्यारो थियो नि त त्यही भएर देखाउनु पाएन कि अनि यहाँ चाहिँ एकजना लेडी 49 इयर्स ओल्डको फरेनर हुनुहुँदो रहेछ अनि ट्रेकर नै हुनुहुँदो रहेछ उहाँ पनि अनि उहाँ चाहिँ 2018मा यहाँ यो वाला एरियामा हराउनु भएको रहेछ कि अब यस्तो ठाउँ छ है अब हराए पनि के भयो भयो है कहाँ के भयो कसैलाई आइडिया छैन नि त होइन त्यही भएर उहाँको मेमोरीमा चाहिँ यहाँ चाहिँ एउटा चौतारा बनाइदिनु भएको रहेछ यस्तो राम्रो हो लाइक रेस्ट गर्नुको लागि पनि के यस्तो पर्फेक्ट छ अनि ठ्याक्कै यताबाटको भ्यू हेर्ने हो भनेपछि चाहिँ यस्तो हो कि यहाँ छ चौतारा अनि यहाँबाट ठ्याक्क यो हिमालको एङ्गल पनि यस्तो पर्फेक्टली मिल्छ क्या यताको हिमालको भ्यू पनि आउँछ अनि यताको हिमालको भ्यू पनि आउँछ क्या पर्फेक्ट फोनको चार्ज एकदमै लोको पनि लो भइसक्यो है 17% मात्रै छ सो म चाहिँ अब डाइरेक्ट हाई क्याम्पमा गइसकेपछि चाहिँ के गर्छौँ के हुन्छ भनेर म हजुरहरूलाई के देखाउँदै जानेछु अनि हजुरहरूले हेर्दै जानुहुनेछ आई होप सो ल साथीहरू हामी चाहिँ अब कता गयौँ दिदी लो क्याम्प भन्नु न हामी चाहिँ अब बल्ल हाई क्याम्पबाट लो क्याम्प निस्किराखेका छौँ अनि अब लेट्स सी हेरौँ कति बजे पुग्छौँ थाहा छैन हामी माथिबाट झर्नै लाग्यो एक बजे हामीहरू तल झरिसक्यो आज हामीले
दिदीहरूलाई बिच बाटोमा छोडेर आएको अनि 2 बजे आउनु टाइम लाग्यो अनि त्यही हो यस्तो हो यहाँ लास्ट चोटि हेर्नुस् है लास्ट यो अनि यस्तो छ बादल 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 त तल तल यो चाहिँ हाई क्याम्पको होमस्टेहरू अब चाहिँ हामी लाग्यौँ बाई अब हामी एकैचोटि चाहिँ लो क्याम्पमा गएर भेट्छौँ कति बजे पुग्छौँ थाहा छैन यताबाट ओ माय गॉड ल अहिले पछि भेट्छौँ हामी फेरि पनि त्यो मैले हिजो उस गरेको देखाउँछु भनेको वाला उसी हो कि हिजो चाहिँ यहाँ पुरै के भन्छ अरे हामी जाँदाखेरि यस्तै बादल बादल आएको भएर पुरै अँध्यारो भएर मैले यहाँ आउन मलाई अलिक डर लागेर नआएको तर नेपालको झन् यस्तो दामी देखियो यार अनि यहाँबाट लास्ट हिमाल अब यही हो लास्ट हिमाल हेर्नुहोस् बाई बाई भन्न चाहन्छु म अब मार्तीको भ्यूबाट अब यस्तो उस रेमो हेर्नु राउन्ड भएर है कस्तो राम्रो देखिएको यार लभ शेपमा देखियो ठ्याक्क हामी छ नि त त्यसरी देखियो है गइसक्यो अहिले त अलिअलि छ ए यो चस्माबाट देखियो रहेछ क्या धेरै हैन यताबाट बादल त डेन्जर माथि माथि आयो यार यस्तो उडाउँदै ल अब हाम्रो यात्रा अझै पनि जारी नै छ ल हामी चाहिँ यतिखेर चाहिँ लगभग बादल डाँडा कटेर पनि तल हुनुपर्ने हो तर हामीलाई चाहिँ बिहान चाहिँ हाई क्याम्पबाट माथि के अरे बेस क्याम्प जाने भनेर निस्किँदाखेरि चाहिँ एकदमै गाह्रो भएको थियो कि इफ हजुरहरू चाहिँ फर्स्ट टाइम हुनुहुन्छ अनि हजुरहरूले चाहिँ अलि हिँड्नेको आदत छैन भन्छ चाहिँ प्लिज म रिक्वेस्ट गर्छु है हाई क्याम्पबाट चाहिँ माथि उसमा मात्रै जानुहोस् के भन्छ अरे भ्यू टावर मात्रै जानुहोस् त्यहाँभन्दा माथि हजुर जानु भएन हजुर सेप मौतको छुके वापस आ जाएंगे वाले टाइपको हुन्छ नि त्यही फिल आउँछ सिरियसली के भन्छ चाहिँ हामी चाहिँ जति माथि गयो त्यति गाह्रो हुन्छ हामीलाई चाहिँ अनि सेकेन्डली चाहिँ बिहानमा खाली पेट केही नखाइकन हिँडेको हुन्छ अनि खाली पेट भएपछि एनर्जी जिरो अनि त्यसपछि माथि उक्लिनेमा त अब फेरि अँध्यारो हुन्छ अनि के भन्छ बाटोको साइडमा के छ कस्तो छ भन्ने याद पनि हुँदैन जाँदा त जस्तो तस्तो गइन्छ होइन आउँदाखेरि चाहिँ नि उज्यालो हुन्छ अनि के भन्छ बाटो फेरि एकदम रिस्की छ क्या आज झन् सेकेन्ड भ्यू टावरबाट माथि के अरे बेस क्याम्प जाने बाटो त आमा अति छ त्यहाँको त्यो माथि तलको त्यो बाटोहरू ओ माय गॉड हो त्यसले गर्दाखेरि चाहिँ एल्सा दिदी र मेरोमा चाहिँ एकदमै हेल्थ इस्यु आयो के त्यही भएर भाइहरू चाहिँ माथि के अरे बेस क्याम्पसम्मै के अरे पुग्यो अनि उसले चाहिँ मेरो भ्लगिङलाई चाहिँ खल्लो नहोस् भनेर फुल भ्लग बनाए माथि पुगेको पनि म त्यो पनि एड गरिदिन्छु तर म र एल्सा दिदीको चाहिँ हेल्थ इस्युको कारणले गर्दा चाहिँ हामी चाहिँ आधा बाटोबाट फर्किँदा त यति गाह्रो भएको मेरो त पुरै यो हात खुट्टाहरू पुरै लाथ्राक परेको के हिँड्न खोज्छु है एकटामा हालेपछि त यो मुटु त बाहिर निस्केला जस्तै हुन्छ त्यहाँ त्यो बमिट आउला जस्तो गरेर त्यहाँ माथि त्यो टाउको रिङ्गाएर आमा हुन बसेन होइन अनि मैले चाहिँ भन्नु खोजेको चाहिँ भन्ने यति हो कि हजुरहरूको फर्स्ट टाइम छ अनि मार्दी चाहिँ एकदमै हजुरहरूको लागि पर्फेक्ट ट्रेक हुन्छ भनेर कसैले हजुरहरूलाई चाहिँ बिगिनर्स फ्रेन्डली छ भन्नुहुन्छ भने चाहिँ त्यो चाहिँ हाई क्याम्पसम्म चाहिँ म एकदमै ओके होइन के भन्छ एकदमै सपोर्ट दिन्छु म त्यो के अरे हाई क्याम्पसम्मको लागि चाहिँ
म बाटो त देखिएन त यति अँध्यारोमा हिँड्दैछौँ हामी नितालाई भिडियो बनाउनु भनेको माता बाना नापा भन्नुहुन्थ्यो के र अनि त्यही भएर मैले बनाउँदै थिएँ कस्तो भइरहेको अँध्यारोमा हिँड्न एकदमै गाह्रो कस्तो भयो दिदी तँलाई मलाई नि रमाइलो त भयो अलिअलि त डर लाग्यो यार डर लाग्यो ए यस्तो अँध्यारो कहाँ कोही न अगाडि छ न पछाडि छ मान्छे हामी 4 जना मात्रै ढिलेहरू जङ्गलको बाटो यस्तो ढिलेहरू के भन्नु हजुरलाई डर लागिरहेको छ मनमा नै तर पनि हामी चाहिँ लो क्याम्पमा जानुपर्छ ए तर आइपुग्यो म्यार यहीँ तल हो अब यही 1-2 घुम्थ्यो अब आइपुग्यो ठिकै छिटै आइपुग्यो आज चाहिँ अघिको भएको भए अँध्यारोले भेट्टाउँथ्यो के माथि हामीले एउटा बाघ नि देखेको लड्दियो पनि 4 जना धुलो र पिठो हुँदै हल्का गाह्रो भयो तर ए मारि हानिदिएको भाग्यो यार 4 जना मिलेर त्यो हाने यस्तो हान्यो पसिना त यी खुल हान्यो अनि ए आज त के अरे दिदीहरू त माथि जानु भएन हामी चाहिँ गइयो 5 डाँडा चढेको 5 त्यो धोती एकजनाले उही माथि हो भनेको थियो अनि गइयो के अरे पछि त टाढै रहेछ 5 डाँडा उता यस्तो बाटो अँध्यारोमा देखेको पनि छैन होला अब आइपुग्न 1-2 मिनट हो यो एकछिन त डर लाग्थ्यो यार आइपुग्यो यस यो 2 लाइन मेरो दिदीको लागि ल भन्नु कस्तो भयो आइपुगेर एकदमै रमाइलो आनन्द आयो कस्तो भयो रमाइलो आइपुग्दा कस्तो भयो थियो आइपुग्दा आधा बाटोमा चाहिँ मर्न लाग्थ्यो अनि आधा बाटोबाट फेरि बाँचेर आएको सी इज द सर्भाइभर यस प्लिज कस्तो भयो रमाइलो भयो के भएको यहाँ त्यहाँमा एउटा नयाँ जुत्ता भएको निताजीलाई जागा नि छैन त्यही भएर मैले भ्लग इन गरिदिएको के हो इन गरिदिउँ बाई बाई गाइज बाटोको माउहरू